हेलो गाइज के छ सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु अनि टक्क म चाहिँ यतिकै बसेको अनि आज अब धान उठाउने हो मैले यो धान उठाउने हो मैले अब अनि यहाँ चाहिँ डल्ले खुर्सानीहरू छ अब म धान उठाउँछु यहाँको है धान सान उठाए अनि धान उठाए भाडा माझे एकछिन बसिरहेको छु हिमाल चाहिँ आज देखियो होइन पुरा बादल छ कि देखा आफ्नो गाउँ चाहिँ यस्तै छ है त कला छ पुरा बहल छ हाम्रो गाउँ चाहिँ होइन सुनसान छ दसैँ माली उठ्यो त पुरा सुनसान छ कहाँ चाहिँ हेरेर बस्यो भने बच्चाहरूले बसिरहेको त्यस्तो बल फुलहरू छ है अनि यहाँ छ फुलहरू चाहिँ टन्नै छ फुलहरू यो कुखुराहरू धराउँछ क्या धराएर बसिसक्यो टक्क यहाँ चाहिँ हाम्रो घर चाहिँ यत्रो धेरै बेलको बोतलहरू छ यहाँ छ अनि बेलको बोतल यहाँ छ यहाँ नि छ यहाँ पुरा छ क्या बेलको बोतल पुरा त्यहाँ चाहिँ बेलौटी छ है कति धेरै छ बेलौटी अलिक काँचै छ क्या बेलौटी चाहिँ पाके छैन गोलबेडाहरू रहेछ है गोलबेडाहरू खाँदै हाम्रो चाहिँ सुन्तला रोप्ने छ अनि बेलौटी चाहिँ एउटा चाख्छु कस्तो छ पाके होइन क्या काँचै छ क्या सब काँचो छ खोइ पाकेकै छैन सब काँचो छ क्या यो त चाख्छु गरे कस्तो छ है टक्क यहाँ चाहिँ हाम्रो यो चाहिँ कोडो भयो है कोडो चाहिँ यस्तो हुन्छ है हल्का काँची छ यो चाहिँ पाके होइन काँची छ यहाँ चाहिँ लास्टै राम्रो डल्ले खुर्सानीहरू छ पुरा धेरै फल्यो डल्ले
उहाँ बुढियाहरूको नि बेलाउती छ थुप्रै उताको त पाके यो चाहिँ ट्र्याक्टर भइहाल्यो जोत्ने अस्ति हामीले मैले चाहिँ यहाँ खनेर अनि आलु अनि फेरि लसुनहरू रोपेको यहाँ कोदो चाहिँ लिँदो रहेछ पाके अलि पाक्ने बेला चाहिँ अझै भएन कोदो चाहिँ हो त्यो चाहिँ मुला हो मुला अनि यता गाउँतिर चाहिँ कस्तो त्यो मल खाँदो हुन्छ नि त त्यो मल खानमा त्यस्तो त्यो साग लगाइदियो भने चाहिँ अलिक फल्छ कि है अनि यस्तो धेरै फल्यो यो चाहिँ त्यो भैँसीको गोबर लाग्छ नि त्यो भन्छ त्यो चाहिँ गोबर भन्छ के भन्छ भगारो भन्छ है त्यहाँ चाहिँ यति धेरै फुल छ अब त्यहाँ आउँदैछ त्यहाँमा लगाउने होला नि टिका किनवाला